उता खेल्ने भनेर चाहिँ त्यो खडा गरेर चाहिँ खाइयो चाहिँ अनि बाबाको भनाइ के छ बाबा किन खेल्न नदिने रे एकदम रमाइलो छ हामी घुम्न आएको फन पार्क एउटा चढाइदिन्छ त्यो मान्छे बचाउ बचाउ भन्दा उसलाई खेल्नु पर्यो मान्छे बचाउ बचाउ भन्दा ओहो What's your name? Hello, I'm Wendy. I'm Annette. Where are you from? Nice to meet you. You too. Nice to meet you. Nice to meet you. Yeah. Oh, nice. And who's this? Is that your dad? Yes. Hello. Thank you. Guys, म त एक्लै भ्लग बनाउँदै एक्लै फोटो खिच्दै हिँडिरहेको छु केही बोलिरहेको छु पत्ता छैन भ्लग खोल्छु गाइस यस्तो रहेछ भन्छु बन्द गरिदिन्छु मसँग कोही छैन गाइस साथीले सँगै एक्लै रङ्गी चङ्गी गाइस यो पनि आज चाहिँ हामी फन पार्क आएको छौँ अनि फोटो चाहिँ हामीले झुन्डामा के अरे कप प्रिन्टको लागि दिएको छौँ त्यो भर्खर आएको दबाई हाई भन्छ त यता भने अपु यता भने उता उसको भ्लग चल्दैछ यतापट्टिको ब्याक क्यामेरा गर्छ है अब पनि भ्लग गरेर चाहिँ क्या फेरि यसको पनि भ्लग हेर्नु होला गाइस म मेन्सन गरिदिन्छु यसको पनि सब्सक्राइब गरिदिनु हेरिदिनु होला मलाई मेन्सन गरिदिन्छु सब्सक्राइब गरिदिनु होला अब के गरिदिन्छ म हजुरलाई देखाउँछु है त उता खेल्ने भनेर चाहिँ त्यो खडा गरेर चाहिँ खाइयो चाहिँ अनि बाबाको भनाइ के छ बाबा किन खेल्न नदिने रे आज एकदम रमाइलो छ हामी घुम्न आएको फन पार्क बाबा प्लिज मेरो बाबा खेलाइदिनु न ल एकछिन पछि एकछिन पछि उतर्ने ओइ कहाँ ए त्यहाँ क्या अरे ए त्यहाँ नाइ म त हेर्दैन तिमी हेर तिमी यो गेम हामीले एकचोटि खेलाएको थियौँ है एकचोटि कि दुईचोटि धेरैचोटि खेल्न त खेलाएको थियौँ तर पढ्न चाल्छ पनि परेको छैन है हामीलाई है यो गेम ऊ त्यो के जे पनि किचकिच गर्छ त्यो पढ्छ भन्ने हुँदैन हाम्रो त लकै होइन यार पढ्दै पढ्दैन त्यो वाला गेम त्यो यस्तो के त्यो के अरे ग्लासले हाल्ने अथवा त्यो रोल यसरी हाल्ने के भने हौ घुम्न है अपु हामी धेरै पछि निस्क्यौँ है घुम्नलाई तर हामी धेरै पछि निस्क्यौँ बाबाको पनि आज छुट्टी भइहाल्यो बाबाको छुट्टी नै हुँदैन क्या पहिला छुट्टी हुँदा हामी जहिले घुम्थ्यौँ अन्त बाबाको त्यो त्यही नभने त मेरो भ्लगको चोर राखेको छ यसको नहेर्नु चुप त चुप चढ्ने रे घोडा यसलाई चढाइदिन्छ त्यो खेल्न त यो खेल न त तपाईँले हामीलाई घोडा चढा भन्ने साथ तर हामी चढ्दैनौँ हामी किनकि हामी एकदम डर बोक्छौँ मेरो बहिनी चाहिँ चढाएको थियो अरे लाखुरी भन्छ हामीमा लाखुरीमा होइन लाखुरीमा चढाएको थिएँ म त चढ्दिनँ त्यो रोटेपिङ खेल्ने रे खाउनामा रोटेपिङ खेल्ने तर नखेलौँ यो रोटेपिङ अहिले है अब घुम्यो है बाबा हेरिस है बाबा त नि हेर तर यसमा चाहिँ त्यस्तो हुँदैन जस्तो लाग्छ है मलाई हेरौँ बाबाले भन्दाखेरि हेरौँ अनि खेल्ने रे यो होइन घुम्दै छ बाबाले पहिला कस्तो हुन्छ अनि खेल्ने रे रक्षा चाहिँ चुप्प लागेर हेरेर बस्थे होइन चुप लाग यो यत्रो खाली छ नि छैन माथि मात्र
पनि खाली छ कि ट्युबवेल पनि खाली नै छ एउटामा दुईजना राख्दो रहेछ एउटामा दुईटा राख्छ त हैन एउटामा दुईजना राख्दो रहेछ त ऊ त्यसकोमा पनि फलो गरिदिनु न मेरो त्यहाँ मान्छे बचा बचा भन्दा उसलाई खेल्नु पर्यो मान्छेमा बचा बचा भन्दा ओहो त्यही भएर बचा बचा भन्दा छ खेल्नु पर्यो उसलाई ट्रेन क्या अस्ति नि खेला थियौँ नि हामी त्यो खेल्न जाउँ न यस्तो मजा आएको थियो नि मलाई त्यो खेल्न जाउँ न कति पैसा आयो ओ त खाऊ न त पपकर्न खाऊँ न त चिज पपकर्न कति हो चेस गरौँ न 55 चेस गरौँ ट्रेनले रे मुसी कस्तो लाग्यो डर लाग्यो कि लागेन लागेन डर त्यतिमै के डर लाग्दा त्यो पिङ जस्तो यस्तो यस्तो गरेको थिएँ अहिले हामीलाई यस्तो खेलाएको भए चाहिँ म त पिङ जस्तै यस्तो यस्तो मात्रै छ कि उनीहरूलाई त त्यति जाब होला बेकारको त्यति जाब होला बेकारको पैसा पिङ जस्तो अरे हौ कपमा हामीले फोटो आयो कि आएन देखा हेरौँ त ओइ आइसक्यो यो चाहिँ म हो गाइजले क्या यो रक्षा दिदी हो यो कस्तो आएको हौ ठिकै छ राम्रो छ है जेले यो जाने चाहिँ आज यो यो चाहिँ अबु हो अरे क्या आइसकेछ हाम्रो फोटो मैले भिडियो खिचिरहेको छु मैले चाल्ला रे क्या हाल्नु दे रे एउटा दे तिनवटा नदेखि कस्तो रहेछ कस्तो रहेछ बाबा म त 500 भन्दै थियो भने गाइस अब चाहिँ हामी जान लागेको गाइस बाई बाई फन पार्क रे क्या यसले किचकिच गर्नु चाहिँ कहिले छोड्दिनँ है गाइस हामी चाहिँ अब त्यहाँबाट निस्क्यौँ होइन फन पार्कबाट त्यसपछि चाहिँ हामी खाना गयौँ अनि त्यहाँनिर मेरो बहिनी चाहिँ उयो ब्याग किने यो ब्याग किने होइन अकेला खै बोल्न यो ब्याग पनि किने हामीले खाजासाजा खायौँ कोक सोक चटपटे मोमो सब खानेकुराहरू खायौँ होइन उसले नयाँ काँटा पनि किने त्यो काँटा पनि किने हामीले खायौँ भने मैले त केही भ्लग गरेन होइन अहिले चाहिँ हामी सब खाएर रत्नगढ जान लाग्यो सब खाएर अहिले हामी रत्नगढ जान लाग्यो गाडी रत्नगढ गइदिन्छ देखाउँछु अनि त्यसपछि यो खाजाहरूको जति पनि बिचको मैले फुल भ्लग बनाएको छुइनँ नि त्यो चाहिँ सर्ट भ्लगमा छ गऱ्यो हेर्नु होला है त गाडी ल म रत्नगढ पुगेपछि देखाउँछु रत्नगढ पुगेपछि है त मेरो भ्लग थियो
यो साँच्ची चाहिन्छ मेरो अपङ्ग कार्ड चल्दै आइसक्यो चुराक के कसको मूर्ति हो यार तर माछा र यहाँ छ ऊ त्यहाँ हेर न ऊ ए रहेछ रहेछ हौ माछा उयो कति धेरै देखिया त्यहाँ ए देखिया रहेछ छ के छ तर ए कति धेरै छ यहाँ तर हजुरहरूले रहेछ यहाँ माछा छ न त छ हुन्छ आइस लाटी होला क्या मान्छे 3 9 वर्ष हो भित्र आइसकेको छु गाइस अब के गर्ने अब खेल्ने के खेल्ने तो भिड यार आज छुट्टीको दिन त होइन नि भिडै खा जा फोटो खिच्ने भन्छ फेरि छैन के हो फोटो खिच्ने भन्छ फेरि चप्पल लानु लाग्छ फोटो खिचिदिन्छ भनेर सुलुक्क उ गर्छ खेल्छ खेल्नु भित्र गएर आज हुन्छ त मेरो गइले नि यो त पानी छैन थोरै पनि यहाँ के छ अहिले झन् लाउँछ म टाढेबाट धर आउँछु हेन सु बनाएर तिमी गर Hello. What's your name? Hello, I'm Wendy. I'm Annette. Where are you from? I'm from Australia. Nice to meet you. You too. Nice to meet you. Yes, thank you. Are you sisters? Yeah. Oh, nice. And who's this? Is that your dad? Yes. Hello. Yes. Thank you. You're welcome. गाइस हामी चाहिँ तिनीहरूसँग बोलेर आयौँ होइन के भनौँ भनेर हजुरहरूले हेर्नु सक्नुहुन्छ अगाडिको भिडियोमा अनि कोइनहरू म देखाउँछ है ब्याक क्यामेरा गरेर त्यो दुईजनासँग चाहिँ बोलेर आयौँ हामी अस्ट्रेलियाबाट रहेछन् यिनीहरू चाहिँ अस्ट्रेलियाबाट यिनीहरूसँग चाहिँ हामी बोलेर आयौँ होइन अनि मेरो बहिनी चाहिँ फेरि फोटो खिच्न जाने भने गलाइरहेको छ होइन खिचेर आउनु भनेको भने फोटो खिच्न लगाएर चाहिँ दिक्क लगाइरहेको छ ऊ बाबालाई भन्न गई फेरि रक्षाले भन्दिनँ न भन्दै भन्न गई फेरि उहाँ हो के आउँदैन क्या त्यस्तो मन पराउँदैन क्या उनीहरूले त्यो जिस्काइरहेको जस्तो जाँदै आउँदै त्यो कति उ गर्नु अब त्यस्तो गइरहनु हुँदैन क्या भयो अब जतै गरेर आइज जा हेर्न रक्षा नभन्नु त This is a one picture, please. हेर्न क्या यस्तो झन् तान्नुपर्छ क्या बाबा डल्ला गरेर हेरेर बस्ने चुप्लाक हिँड न छिटो जा न छिटो पिङमा जाने भएन हेमा दिक्क नला है पिङ खेल्ने भनेर यहाँ चिपटी खेल्दा चाहिँ ए भन्नु अब यो पिङ खेल्न त ट्रेन थियो कि हाम्रो त्यो कहाँ गर्ने है तिनीहरू गएदेखि तिनीहरू
उता गरौँ न त हेरौँ त्यो अलिकति सक्यो त्यो क्या उयो अरे आइज उता गरौँ यो यति परिवर्तन भइसक्यो यार हामी 6-7 महिना नआउँदैमा यति तर हामी धेरै पछि घरमा निस्केको नि यत्रो यो थिएन यो थिँदै थिएन यो पनि थिएन अब टक्क क्या हो हामी त्यो पोखरी साइडबाट गर्छौँ यतापट्टि यहाँ गर्छौँ एउटा ट्रेन उता गऱ्यौँ कहाँ गर्नु यहाँ गर्नु यता गर्नु उतापट्टि उता पछाडिपट्टिको गरौँ क्या त्यहाँनिर यताबाट घुमेर मिनी त खिच्छ खाने यार मैले म मिनी खिच्छु ल यो चाहिँ मूर्ति कसको हो कसको हो के हो पढमरल तुलाधार रे पढमरल तुलाधारको हो के हो केही थाहामा पढ्दा पनि पढाइदिनु गाइस नाटक पनि हट जहिले पनि भ्लग बनाएर बिचमा आएर ल अघि चाहिँ नजाने भने यतापट्टि बस्छ अघि चाहिँ नजाने भने चाहिँ अझै पछि पुच्छर भएर आइरहेको छ गाइज त्यो ट्रेन गर्नु क्या ठाउँहरू यहाँ गरौँ न यहाँ यस्तो खतरा आउँछ नि कसम हो यहाँनिर गरौँ न अब त्यो ट्रेन यहाँ के कस्तो खतरा आउँछ यहाँ गरौँ त कसले के भन्दा थियो दिदीलाई भन्दै थिएँ कि यो दिदीको त मैले भ्लग हेरेको छु यता हेरेर भन् न मुन्टो यो फर्काएर दिदीको त मैले भ्लग हेरेको छु अनि यो दिदीको बहिनी होइन यो भन्दै थियो कि कसम तर होला पनि गाइस मेरो भ्लग भाइरल हुनसक्छ त्यो बहिनीहरूले क्या दुइटा बहिनीहरूले मेरो भ्लग हेरेको यो दिदीको भ्लग हेरेर खाएन यो दिदीको भन्दाखेरि त त्यो फेक नै हुनसक्छ यो अरूले बनाएर भन्नु सक्छ तर म एकदम भाइरल चिन्छ हुनसक्छ एउटा फोटो खिच्छु है गाइस डिस्टर्ब नगर्नु गाइज म त एक्लै भ्लग बनाउँदै एक्लै फोटो खिच्दै हिँडिरहेको छु केही बोलिरहेको छु पत्ता छैन भ्लग खोल्छु गाइज यस्तो रहेछ भन्छु फेरि बन्द गरिदिन्छु मसँग कोही छैन गाइज एक्लै साथी नै सँगै एक्लै रङ्गी चङ्गी गाइज यो पनि कहाँ गयो यो पनि छैन म एक्लै बसिरहेको थिएँ यहाँ भर्खर टप्केको अनि नयाँ फोटो खिच्छु साथी नै सँगै एक्लै रङ्गी चङ्गी गाइज कोही पनि छैन साथी नै सँगै एक्लै रङ्गी चङ्गी कोही पनि छैन गाइज फोटो खिच्न एक्लै फोटो खिच्दै एक्लै भ्लग बनाउँदै बस्नु पऱ्यो गाइस के गर्नु होइन यो हेर्नु न 35 छ गाइस हजुर चाहिँ 38 35 गरिदिनु मेरो 6 बिस्तारै पनि मेरो बढ्दै छ 6 सब्स्क्राइबर प्लिज गाइज मेरो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो भ्लगमा सब साथीहरूलाई सेयर गरिदिनु होला टिकटक बनाएर चाहिँ एउटा टिकटकले म नि बनाउँछु यार जब चाहिँ हामी निस्किनु गएको घर जानु गएको होइन पछाडि बहिनी यहाँ छ अब चाहिँ हामी निस्किनु गएको चाहिँ म भ्लग इन गर्छु होला हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला है अब चाहिँ म भ्लग इन गर्छु हजुरलाई चाहिँ थ्याङ्क फर वाचिङ गाइज बाई बाई